यो चाहिँ झन् ठुलो रहेछ नि त। माछाहरू पनि छ। कहाँ छ तर छन चाहिँ यहाँ माछा छ। त्यो ढुङ्गामा त हामी चढ्न सक्दैन होला है। सके पनि हामी जाँदैनौँ। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। म चाहिँ मनिषा, हाल युरोपबाट। सो आज चाहिँ हाम्रो चाहिँ डे अफ थियो कामको, म र मेरो साथीको। सो हामी चाहिँ आज यसो बाहिर जाने प्लान गरेको छौँ। हामी कता कता जान्छौँ। आज चाहिँ म भ्लग बनाउने छु। यो चाहिँ मेरो फर्स्ट भ्लग हुनेछ। गाइज हामी चाहिँ बाहिर निस्किसक्यौँ है साथीसँग। खानासाना खाएर, साना त होइन खाना चाहिँ खाएर निस्क्यौँ। हेर्नुहोस् हामी बस्ने हाम्रो एरिया यस्तो राम्रो छ त के भन्नु, ठिकैको छ। हामी जाँदैछौँ। हामी कहाँसम्म पुग्छौँ साथी र म। ल कस्तो फिल भइरहेछ त मेरो साथी। ल हामी चाहिँ हिँडेर यता आइसक्यौँ। त्यसरी लागिरहेछ, चलिरहेछ, हावा खेलिरहेछ। देख्नु न कस्तो राम्रो देखेको। पौडी खेलिदिउँ जाम। कस्तो चिसो शीतल लाग्यो। कस्तो राम्रो भइरहेछ भ्यूहरू। त्यो माछा हो कि के हो? होइन रहेछ। हामी जाँदैछौँ, हिँड्दैछौँ। त्यो एउटा के छ भन्नुहुन्थ्यो नि त। के अरे यसको मिनिङ भन्नु त। रुक्नै के अरे त्यो यहाँ चाहिँ एउटा माछा आएर गुफामा बस्थ्यो अरे होइन साथीहरू। तर त्यो नै हामीलाई मजाले चाहिँ थाहा भएन। ओ त्यो गुफामा हो अरे कि। म देखाइदिन्छु अलिक मजाले। उयो गुफामा चाहिँ त्यो माछा चाहिँ आएर बस्थ्यो अरे कि पहिला हो। त्यही भन्नुहुन्थ्यो। पहिला हामी एकचोटि आएको थियौँ नि त यो साइडमा। देख्नु सक्नुहुन्छ साथीहरू। यस्तो बवाल देखेछ कि ठाउँ चाहिँ। हामीले चाहिँ फोटोहरू खिच्यौँ होइन एक दुईवटा। अब फेरि हामी जाँदैछौँ। देख्न सक्नुहुन्छ है। माछा यही थियो होइन न कि कहाँ पो थियो माछा? सो साथीहरू हामी चाहिँ आधा बाटोको नि आधा बाटोमा आइसक्यौँ है। अनि देख्नु सक्नुहुन्छ। अब भ्याइसम्म त मैले देखाइरहेको छु कि यस्तो राम्रो ठाउँ छ कि। यस्तो राम्रो ठाउँ छ। लड्छु कि के। अनि कि साथीहरू मैले चाहिँ यो भिडियो भ्लग चाहिँ फर्स्ट टाइम गर्दैछु नि त। अनि यो क्यामेराहरू समाउनलाई अनि यो के गर्न चाहिँ मैले जानिरहेको छुइनँ कि। कता मेरो हात पनि देखिरहेछ। हातले पुरै ड्याममा थिचिरहेछ कि। भिडियो बनाइरहेको छु, हातले पुरै ड्याममै थिचिरहेछ कि साथी। अघि त मैले हेरेको न त्यस्तो पो रहेछ। हो त्यस्तो छ क्या। अन्त यो चाहिँ मेरो फर्स्ट ट्राई हो नि त। आउनु न, हिँड्नु न। तिमी साथीलाई म देखाउनु न कि। अनि त्यही हो, त्यस्तै छ। अब म के भन्छ नि राम्रो खालको भिडियो बनाउँछु। तर कसरी बनाउनु होइन, टाइमै मिल्दैन। कस्तो राम्रो देखिरहेछ यो भ्यू। हेर्नु न, फेरि म भन्दैछु कि मेरो हातले झ्याप्पै छेकिदिइरहेछ क्या अघिदेखि हो। ओके क्यामेरा नि। ल यो चाहिँ यो ढुङ्गा चाहिँ नि यो पक्कै पनि कुन देउताले अड्याएको हुनुपर्छ यो समुद्रको बिचमा। यो ढुङ्गा यहाँ समुद्रको बिचमा
देउता भगवानले चाहिँ यो यसरी यो बल शक्ति दिएर यो ढुङ्गा अडेको हो नि साथीहरू। अब त भन्दैन होला मलाई कसैले हो कि ल हेर्नु न यस्तो समुद्रमा है यसरी ढुङ्गामाथि अझ यो रुखहरू छ नि त। अन्त सो मेरो विचारमा चाहिँ यही लाग्छ किनभने नेपालमा चाहिँ यही भन्नुहुन्छ नि त रहेछ यहाँ इङ्ग्लिसमा कहाँ छ तर होइन पो क्या रै ल ठिकै छ जे भए पनि यो भगवानको कृपाले अडिनु भएको यो ढुङ्गा मलाई चाहिँ यही लाग्छ। अझ हामी जाँदैछौँ साथीहरू अझ हामी पुग्न बाँकी नै छ। मेरो साथीले चाहिँ पढ्दै हुनुहुन्छ होइन उहाँले चाहिँ अहिले ट्रान्सलेट गरिदिनुहुन्छ कि मलाई अनि म भन्छु ल कति राम्रो भ्यूहरू छ कि यहाँ नजिक यतातिर तर धेरै हिँड्न पर्छ के अनि कि हेर्नुहोस् न ऊ त्यो ढुङ्गा पनि त्यही हो कि ल हामीले टिकटकमा देखेको ठाउँ आइपुग्यो यस्तो छ के हेर्नु न के रहेछ त यसको मिनिङ मैले त अब देउताले अड्डाएको भनिदिएँ त्यहाँ चाहिँ एउटा सिल भन्ने हुन्छ अरे अनि त्यो यही हो सिल त्यो सिल भन्ने त्यो त्यही थियो नि उता पानीको त्यस्तै आएर त्यहाँ बस्थ्यो अरे कि साथीहरू फाइनली हामी चाहिँ ल हामीले आउनु खोजेको डेस्टिनेसन चाहिँ यही हो कि आजको हाम्रो डेस्टिनेसन चाहिँ यही थियो। हामी खासमा चाहिँ हामीले सर्च गरेर आएको थियौँ यहाँ चाहिँ यस्तो यसलाई के भन्छ चाबी यो चाहिँ कपल्सहरूले राख्ने ठाउँ हो अरे के अनि हामी पनि आज आएको कि यहाँ कस्तो रहेछ भनेर अनि हेर्नु यसरी यहाँ पनि चाबीहरू राखेको रहेछ यो चाहिँ राम्रो रहेछ है दे राम्रो रहेछ गबियन्तोनी यसरी यो लेखेर पनि गर्न यहाँ के पनि बेच्छ होला कि अलिक पछि है यही हो कि हाम्रो आजको मेन आउने ठाउँ भनेको चाहिँ यो हामी आइसक्यौँ अझै देखाउँछु ल अझै कहाँ पुग्छौँ यहाँ पनि थियो अरू पनि थियो अब हेर तर त्यो भिडियोमा त राम्रो थियो है राम्रो छ यतिको पनि यति हेर्दा त राम्रो राम्रो छ है होइन त त्यो चाहिँ छोटो छोटो भिडियो भएर होला कि त्यस्तो देखेको है। यहाँ तल चाहिँ माछाहरू पनि छ कहाँ छ तर छन चाहिँ यहाँ माछा छ त्यो उयो त्यहाँ रहेछ केहरू चाहिँ यसरी राखेको रहेछ कि यो सबै थोत्रे भइसक्यो कि यसलाई चाहिँ फालिदिनुपर्छ अब हाम्रो पनि कोही भए त यसो आएर यहाँलाई चाहिँ किराख्नु हुन्थ्यो तर म यस्तोमा भरोसा चाहिँ गर्दिनँ। ल यो चाहिँ झन् ठुलो रहेछ नि त साथी रोजवाला रहेछ नि त पानीमा फालिदिनु सेभ है कस्तो क्युट रहेछ निकालेर लगाऊँ कि के हो देख्नु सक्नुहुन्छ यहाँ चाहिँ माछाहरू छ है तर कहाँ छ थाहा छैन तर छन चाहिँ यहाँ माछै छ। जाँदैछौँ अब हामी एक दुईवटा फोटो त खिच्नै पर्यो अलिक पर सम्झौँ ल राम्रो छ है हेर्नु है वा ऊ त्यो त झन् हेर्नु त झन् त्यो ढुङ्गा चाहिँ ल भगवानको ठुलो कृपाले त्यसो भएको वा वा यो चाहिँ राम्रो देखेको छ है सबै राम्रो छ तर यहाँ अझै राम्रो रहेछ है
त्यहाँ नजिक गएर है खिच्नलाई सिजनमा त्यही आउने हो अब पछि हामी सिजनमा चाहिँ यहाँ आउँछौँ अहिले चाहिँ हाम्रो यो सिजन अफ छ नि त त्यही भएर तर त्यो टाइममा त हामी यहाँ खुट्टा टेक्न पनि सकिँदैन है खुट्टा टेक्न नि सकिँदैन तर हामी आउने कोसिस गर्नेछौँ यो साप ढुङ्गाहरू अड्डिनुको कारण भनेको चाहिँ भगवान्को कृपाले हो है भगवान्को कृपाले हो यो सबै ढुङ्गाहरू अड्डिएको छ अहिलेसम्म यहाँभन्दा उता जाने कि हामी यहीँसम्म त्यो ढुङ्गामा त हामी चढ्न सक्दैन होला है सके पनि हामी जाँदैनौँ ल ठिक छ अब हामी चाहिँ एउटा फोटो खिच्छौँ त्यसपछि हाम्रो सकिन्छ त्यसपछि हामी फर्किन्छौँ तर मैले चाहिँ कहाँ भन्दाखेरि अब चाहिँ हामी फर्किन लागेको है हामी चाहिँ एक दुईवटा टिकटक बनायौँ अनि एक दुईवटा फोटो खिच्यौँ त्यसपछि अब हामी चाहिँ जान लागेको किन भन्दा अहिले चाहिँ अब धेरै चिसो नि भयो है धेरै चिसो त छैन ठिकैको चिसो भयो तर अब हामी जानुपर्छ अब हामी जान्छौँ है साथीहरू हामी चाहिँ फर्क्यौँ है चिसो चिसो मौसममा चिसो चिसो कोका कोला खाँदै हामी चाहिँ फर्क्यौँ अरू त अब के भन्नु र चर्च के गर्नु त अब हामी यस्तै भइहाल्यौँ हजुर त्यो चाहिँ हामी अस्ति नै हामी हिँडेर हिँड्दै हिँड्दै आएको बाटो होला है अब यहाँ त सिसी क्यामेरा नि रहेछ आम्मै है उहाँ त भाइ सिसी क्यामेरा पनि रहेछ केही हुँदैन कहिले नदेखेको भयो पो हामी भन्नुहुन्छ युरोपमा अनि आज चाहिँ रमाइलो भयो राम्रै भयो ठिकै भयो फ्रेस भयौँ अनि वेदर पनि राम्रो देखेर राम्रो छ क्या अहिले चाहिँ अस्ति एक हप्तासम्म चाहिँ बेसी पानी परेर अनि बादलहरू लागेको थियो अनि आज चाहिँ के भन्छ बादल लागेको छैन पानी परेको छैन खुल्ला छ मौसम क्लियर छ सो हामी चाहिँ यसरी चियर्स गरौँ न यहाँदेखि साथी चियर्स ल खाइसकेपछि सकि त सक्यो अब बोतल मात्रै छ अनि अब हामी चाहिँ जाँदैछौँ अनि घर गएर चाहिँ हामी सुत्छौँ चाहिँ भन्दैनौँ के गर्ने हो र कोठा गएर है के गरिन्छ सुत्ने अब फाइनल्ली साथीहरू हामी चाहिँ अब रुम आइसक्यो कि घर कोठा आइसक्यो नि त अनि धेरै हिँड्यो 3 घन्टा हिँड्यो आऊ साथी के तपाईँको ढाडमा त अनि कहाँ ऊ पो भएछ त के यो अनि त्यस पछाडि अरू पनि छ उयो के त्यो सेतोहरू लागेछ कि अघि चढ्यो होइन त तिम्रो बाजे त्यो भित्तातिर बसेको त्यस्तो लागेको छ अहिले अब पुगिसक्यो नि त अनि हामी चाहिँ अब कोठा आइसक्यो नि त अनि आजको भ्लग चाहिँ यस्तै भयो कि अनि के भयो त्यो मलाई थाहा छैन अनि बाटोमा चाहिँ मैले यो भेटाएँ कि यो अनि यो चाहिँ पदेना हो के यसको नाम पुदिना यो चाहिँ पुदिना हो अनि मैले चाहिँ यसलाई रोप्नलाई लिएको कि अनि म यो रोप्छु तर यो मैले चोरेको भन्नु कि अब के भन्नु त्यस्तै हो अब हामी चाहिँ आइसक्यौँ अब कोठा अब उकालो चढ्दैछु रोप्नु जस्ट 10 मिनट्स हजुर सो साथीहरू फाइनल्ली हामी चाहिँ कोठा आइसक्यौँ रुम आइसक्यौँ हो अनि त्यस पछाडि अब चाहिँ देख्नु न कस्तो राम्रो भ्यू देखेछ है देख्नु न देख न हो अन्त अब चाहिँ कति 3-4 घन्टा जस्तो हिँडेँ है 4 घन्टा जस्तो हिँडेँ नि त अनि म चाहिँ यहाँ आएर बसिरहेको छु अनि त्यसपछि अब चाहिँ हामी फ्रेस भएर म चाहिँ फ्रेस भएर खाजा खाएर अनि खानाहरू बनाउँछु अनि त्यस पछाडि फेरि भोलि चाहिँ मर्निङ सिफ्ट छ नि त मर्निङ सिफ्ट छ अनि त्यही भएर खाएर चाहिँ खानाहरू खाएर चाहिँ चाँडै सुत्नुपर्ने हुन्छ अनि के साथीहरू मेरो यो भ्लग चाहिँ फर्स्ट भ्लग हो नि त अनि हुन्छ फर्स्ट झन्डै भ्लग भने मेरो मुख त के हुन्छ कि फर्स्ट भ्लग हो नि त अनि
अब कति कुराहरू गर्न जानिन होला, कति कुराहरू राम्ररी भनिन होला हो, क्यामेराहरू राम्ररी समाउन जानिन होला हो। अनि मलाई त्यो कुराहरूमा नलेज थिएन पनि र के भन्छ नि छैन पनि। सो अब चाहिँ म ट्राई गर्छु अनि म चाहिँ भिडियोहरू के भन्छ नि भ्लगहरू बनाउन खोज्दैछु कि। अनि जस्तो भए पनि, नराम्रो भए पनि, राम्रो भए पनि हेर्नु होला है। देख्नु न कस्तो राम्रो छ है, राम्रो देखिरहेछ है भ्यू। अनि फर्स्टमा चाहिँ म के भन्छ नि फर्स्ट अघि बिहान चाहिँ म कस्तो नर्भस भएको थिएँ कि भिडियो यसरी फर्स्ट टाइम हो नि त मैले यसरी बोलेर बनाएको भिडियो। अनि त्यो टाइममा चाहिँ म हल्का नर्भस भएको थिएँ। अब चाहिँ म हुँदिनँ ल, हुने छुइनँ, खोइ के हुन्छ थाहा छैन। नर्भस भएँ म, अब चाहिँ म हुँदिनँ होला सायद। नर्भस भएँ, एकचोटि चस्मा लाएर भन्नु पर्यो बाई।